सफलताको निम्ति सशक्त मानसिकताको 5औं भिडियोमा हजुरलाई स्वागत छ। संसारमा दुई प्रकारका मान्छे हुन्छन्। पहिलो प्रकारको मान्छे जसले आफूले नचाहेको परिणाम भोग्दै गर्दा म असफल भएँ भनेर भन्छन्। दोस्रो प्रकारका मान्छे जो आफूले नचाहेको परिणाम भोग्दै गर्दा पनि यसले मलाई के सिकाउन खोज्दै छ भनेर आफूलाई सोच्छन्। यसलाई भन्छ माइन्ड शिफ्ट। सिक्ने कि विफल भएँ भनेर हार मान्ने। तपाईं यदि सशक्त मानसिकता बनाउन चाहनुहुन्छ भने तीनवटा कुरा याद गर्नुहोस्। पहिलो कुरो, कसैलाई पनि आफ्नो परिस्थितिको निम्ति आरोप प्रत्यारोप वा दोष नलाउनुहोस्। दोस्रो, हरेक अनुभवलाई हरेक परिणामलाई सिकाइ भोगाइको रूपमा लिनुहोस्। र तेस्रो, हरेक सिकाइ भोगाइ वा आफूले नचाहेको परिणामबाट के सिक्न पाइरहेको छु वा के सिक्न सक्छु भन्ने कुरा खोज्नुहोस्। यो गर्नुभयो भने मानसिकता सशक्त हुन्छ।